नेपाली के कुरा भन्नु छ मलाई यो माइकमा एकताली पर त्यो गाउँमा बत्ती भर्खर आएछ यसपालि युवा विदेशिँदै छन् हुँदैछ पुरै देश यो खाली गाह्रो छ निकै बेसमारी हिँड्न पाइँदैन यसपालि देश विकास हुँदैछ तर त्यो नि निकै नै बिस्तारी छिमेकी पनि खाली बस्छन् दाँतलाई तिखारी होलान् 5 लाख भिखारी राज्य शासनलाई निकाली बढ्दो छ भ्रष्टाचारी देशलाई छरपष्ट पारी नारा लगाई हिँड्छन् विद्यार्थी नै आफ्नै पुस्तक बाली नारी हिंसा यत्र तत्र खुलेआम छन् बलात्कारी के भइरहेको देशमा जनतालाई भ्रष्ट पारी 10 बजे पुगे पनि हुन्नन् कोही कर्मचारी बस चढे पनि बाटो पुग्या छैन डाँडा पारी सरकारी काम कहिले कहिले लाग्ला घाममै खाँदै बस्छन् जहिले बदम सुन्तला र पुष्टकारी केही गर्ने वाला छैनन् पोलिटिकल पार्टीले हुन्छ काम सब यहाँ गइरा अनि हात्तीले के भइरहेछ देशमा सोध्छ विदेशको त्यो साथीले बस्न पाएको छैनौ हामी कहिले पनि शान्तिले खै हामीलाई शान्ति दे खै हामीलाई शान्ति दे